बुढो बाघ यसरी त घोडा पो कराउँछ त गाडीको स्पिड 99 छ ओहो भन्दैछु स्वट डोन्ट ट्राई दिस यो बाटो देखेर त चाइनिजहरूलाई भुक हानेर मारिदिउँ जस्तो रिस उठ्छ यार भन्दैमा अब के अगाडि नै मान्छेकै अगाडि हक्दिने मधेस हो भन्दैमा मान्छेको अगाडि मुद्दिने मधेस राम्रो बनाउनु परेन आज यता भएर गइदिउँ बिहानै बालेन्साको गीत टक्क आइदिएर क्या युट्युबमा कुन मन्दिरमा जान्छु यात्री ओहो बिहानको भाइब्स अब स्टार्ट हुन्छ मेरो पनि बिहानको भाइब्स करायो बुढो बाघ यसरी त घोडा पो कराउँछ त के छ मेरो नेपाली दाजुभाइहरू दर्शन नमस्ते नेपाल वेलकम ब्याक टु माई युट्युब च्यानल सधैँ चाहिँ आज पनि म मेरो जिमतिर डेली रुटिनतिर प्रस्थान भइसकेँ आजको मौसमको कुरा गर्नै पर्ने हुन्छ मैले आजको मौसम भन्ने हो भने चाहिँ 100 घाम लाग्छ चिसो छ तर तराईमा यतिको मात्रै चिसो त नहुनु पर्ने योभन्दा चिसो अझै बढ्नु पर्ने पुस आजदेखि स्टार्ट भयो आजदेखि पुस लाग्यो अब पुस र माघको जाडो खान हामी तराईवासीले तयार भएर बसौँ जहिले पनि यो रोडमा न कुकुर न खरायो न त्यो के भन्छ त्यो स्यालहरू मारेकै हुन्छ क्या अझ तराईको रोडमा बेसी मर्ने काठमाडौँमा त यति साह्रो देखिँदैन रोडमा कुकुरहरू केही मर्या तर तराईमा आउनुभयो भने बवाल देखिन्छ गाडीको स्पिड 99 छ ओहो भन्दैछु गाडीको स्पिड 99 छ यहाँको वासीले अब आफूसँगै अब कुकुरलाई पनि मर्निङ वाक लिएर जानु भएको जस्तो छ हामीभन्दा चाँडो त यो कौवाहरू उठ्छ कि क्या हो जहिले कौवाहरू एकदम रोडमा मर्निङ वाक गरेर बसेको देख्छु म अनि आज बिहानै फेरि बालेनको गीत सुन्दै थिएँ म कस्तो राम्रो गीत बनाएको हौ बालेनले तपाईँहरूले सुन्नुभयो कि भएन हौ गएर युट्युबमा सर्च गर्नु न बालेन शाहको न्यू सङ भनेर यस्तो राम्रो छ कस्तो राम्रो लिरिक्स लेखेको क्या कस्तो राम्रो लिरिक्स लेखेको उहाँले कुनै भाषण गर्नु पर्दैन उहाँले कुनै केही गर्नु पर्दैन उहाँको गीतबाट बुझ्न सक्ने मान्छेले बुझ्छन् कस्तो टाइपको मान्छे हो बालेन शाह भनेर बालेन शाह म तपाईँको झोले बन्न तयार छु प्लिज मलाई झोले बनाउनुहोस् त तपाईँको आमा यहाँ चाहिँ टप स्पिड हान्दा हुन्छ है तपाईँहरूलाई टप स्पिड आफ्नो बाइकको चेक गर्नु छ भनेदेखि चाहिँ यहाँ आएर चेक गर्नु होला तर अलिकति सेफ भएर चेक गर्नु होला अलिकति टायरको प्रेसरहरूदेखि लिएर सबै यसो हेरेर चेक गर्नु होला हाम्रो मान्छे फेरि हतारिएर चेक गर्नेछ जथाभावी चेक गर्नेछ हन्डा बाइकलाई पनि अब 150-160 कुदाउने बानी छ ए सर कता यो स्नेक चलाउनु भएको ल हेर्नुहोस् त कस्तो लामो बाटो छ ए कुदा छोरो कुदा भन्दा भइहाल्यो नि यो बाटोमा आमामामामा कस्तो बिहान त बाइक त जति कुदाए त्यति स्मुथ लाग्छ यार मलाई के भएको जति कुदाए त्यति स्मुथ जति 100 कट्यो त्यति स्मुथ आज मेरो के को एक्सर्साइज हो भनेदेखि
आज चाहिँ मेरो बाइसेप र ट्राइसेप ओहो हो यताको एक्सन भोटिया टोल आइसक्यौँ हामी। भोटिया टोल भन्छ यो टोललाई, भोटिया टोल। भोटिया टोलमा चाहिँ के फेमस छ भन्नुहोस् त तपाईँहरू, के फेमस छ यहाँ? फेमस भनेको चौधरीको सबभन्दा फेभरेट, सबभन्दा राम्रो, सबभन्दा मिठो घोङ्गीको। यहाँ घोङ्गी र गङ्गटाहरू अनि के पाइन्छ क्या, अनि एकदमै फेमस ठाउँ हो यो घोङ्गीको लागि चाहिँ। काहीँ तपाईँले घोङ्गी पाउनु भएन भनेदेखि तपाईँ भोटिया टोलमा आएर भन्नुहोस् मलाई घोङ्गी चाहियो, घोङ्गी। यहाँ तपाईँले जति पनि घोङ्गी खान सक्नुहुन्छ। अनि यस्तो मिठो हुन्छ। म चाहिँ बेला बेलामा आएर खाइरहेको हुन्छु, किनकि त्यसले चाहिँ अलिकता राम्रो प्रोटिन प्लस आफ्नो बडीलाई चाहिँ अलिकता केही राम्रो गर्छ भन्ने पहिलादेखि नै कोही मानसिकता छ क्या। तपाईँहरू पनि कतै जाँदै हुनुहुन्छ भने भोटिया टोलमा रोक्नुहोस्, अनि त्यसपछि घोङ्गी खानुहोस्, अनि त्यसपछि फेरि आफ्नो जर्नीलाई स्टार्ट गर्नुहोस्। ए राजा भाइले मलाई फेरि जिमको लागि दाइ 1500 हालिदिन्न भन्दै हुनुहुन्थ्यो। किनभनेदेखि यो शनिबार जिमको सबै मेम्बर्सहरू चाहिँ इटलीतिर पिकनिक जाने कुरा छ। लेट्स सी। अब मेरो फेरि यता मुस्ताङको तयारी छ। मेरो साथीले आज बिहानै मलाई फोन गरेर आज हामी मुस्ताङ जानुपर्छ भन्दै थियो। लेट्स सी के हुन्छ। म तपाईँहरूसँग त अपडेट गरि नै हाल्छु, किनकि हरपलको साथी मेरो भनात सबै तपाईँहरू नै हो। तपाईँहरूलाई नै सुनाउने हो, तपाईँहरूलाई नै भन्ने हो, तपाईँहरूलाई नै गुनासो गर्ने हो। यो बाटो बनाइदेऊ न चाइनिज सरकार। मेरो बाइक बिग्रिसक्यो यो बाटोमा चलाउँदा त सकअप जाला भन्ने टेन्सन भइसक्यो, सकअप जाला भन्ने टेन्सन भइसक्यो। अझ यो रोड कम्प्लिट हुन त अझ 1 वर्ष लाग्छ जस्तो लाग्छ यसो हेर्दाखेरि पारा, होइन? किनकि यत्रो बाँकी नै छ। यता यो बिचमा गार्डनहरू पनि त रोपिसकेको छ, फुलहरू रोपिसकेको छ, होइन? अझ यो बिचको रोड बनाउनै बाँकी छ, उताको रोड बनाउनै बाँकी छ। यो रोडको यो धुलोहरू सबै फ्याल्न बाँकी नै छ। यही हो चाइनिजहरू बस्ने होटल, दरबार होटल भन्थ्यो। अब नाउँ मात्रै दरबार राख्यो, काम चाहिँ त्यस्तो दरबार टाइपको चाहिँ गरेन यो होटलले। त्यही भएर यो होटल सिज भन्नाले पनि चलेन। त्यसपछि चाइनिजलाई ठ्याक्क लिजमा दिइहाल्यो, चाइनिजले मजाले पैसा दिइहाल्छ, दरबार होटलवालालाई पैसा आइहाल्यो। यो मेरो फेरि यो के भएको छ, यसमा बत्ती नै बल्दैन। कहिले बत्ती बल्छ, मन लाग्दा, मन नलाग्दा बत्ती बल्दैन। कस्तो भोक लागेको जस्तो भयो। देखो न गाइस, देखो न 5 मिनटमा लान आइपुगिन्छ। फिल्ली 110 120 मा चलायो भने 5 मिनटमा लान। आइपुग्यो लाहान सदरमुकाम रे भन्छ नि गाउँघरमा, सदरमुकाम जानुपर्छ, सहर जानुपर्छ। अब यसो नजिक यताको मान्छेहरूको लागि चाहिँ सदरमुकाम जस्तै हो। सबै अफिसहरूदेखि लिएर सबै यतै छ नि त, त्यही भएर। ओ बाबा कति कराइसे हो जाडमे बाबा। बाफ रे बा, आजदेखि त हात पनि चिसो हुन थाल्यो हौ, गङ्ग्रिनु थाल्यो यार। हैट, अब चाहिँ के होला जस्तो छ जाडोले। ओहो, सबै म्याजिकवालाहरू यो सिटी रिक्सावालाहरू फेरि हन्टिङमा छ। कहाँ कतिखेर गाडी रोक्छ, कतिखेर नयाँ मान्छे आउँछ, ठ्याक्क हन्टिङ गरिदिइहालौँ भनेर। ओ माई गॉड, ओहो। हाम्रो प्यारो फिटनेस स्टेसनमा जाउँ न त अब ल। रामदेव बाबा की जय। रामदेव बाबाले पनि चटक देखायो यार। तर
ट्राइसेपको थियो मैले बाइसेपको सबै सक्यो ट्राइसेपको यो मेरो लास्ट एक्सर्साइज त टोटल 5 वटा एक्सर्साइज गर्दैछु 3 वटा बाइसेप्सको अनि 2 वटा ट्राइसेप्सको दिस वान इज लास्ट सो तपाईहरु पनि जिम जोइन गरिहाल्नु आज भन्दै भोलि भन्दै पर्सि भन्दै एकदम जिममा कन्टिन्यू भइ नै हाल्छ आज भन्दै भोलि भन्दै पर्सि भन्दै 1 महिना 2 महिना 3 महिना वर्ष दिन पुगिहाल्छ सो सबभन्दा बेस्ट डिसिजन हुन्छ जिम जोइन गर्ने ए बिल पनि हो ल धन्यवाद आज बिहान 1500 गयो अब 1500 कमाउनु पर्छ फेरि आज अलिकति बाइक देखाउनु पर्ने छ यो ह्यान्डलको कन्भेयरिङ के भएको छ यसो सरोजकोमा खुला छ कि जम्न मैले चाहिँ बनाइने ओहो बन्द रहेछ त सरको त अब यतातिर चाहिँ यो अब लाहानतिर गोलबजारतिर मिर्चातिर हुनुहुन्छ भने चाहिँ यो सरोजकोमा आउनु होला केटिएमको बाइक बनाउनलाई किनकि उसले पहिला केटिएम सर्भिसमै काम गरेर हो अनि उसलाई सबै कुरा थाहा छ कि बाइकको कहाँ अरू ठाउँमा खोल्दा चाहिँ एकदम त्यो अब यो खोल्दा पनि भएन त्यो खोल्दा पनि भएन अनुमानको हिसाबमा खोल्छन् तर यहाँ चाहिँ ठ्याक कसको फोन आयो यार यस्तो मुस्ताङ जाने कुरा हुँदैछ होइन यो अब मुस्ताङ जाने भने त म अहिलेदेखि होइन म यो मेरो डुक बाइक हुँदाखेरिदेखि हो 21-22 वर्षदेखि नै हो म मुस्ताङ जाने भने अहिलेसम्म भएन अब यो पालि पनि अब स्कर्पियोमा जाने कुरा छ बाइकमा त नै अब बाइकमा अलिक कस्तो हो धेरै हिँड्नुपर्छ क्या धेरै हिँड्नुपर्छ भन्दा पनि धेरै चलाउनु पर्छ क्या यार त्यो बाटो के हुँदैछ आज लाहानमा ल हेर न यहाँको मान्छेहरू के भएको यार अलिकता उता घुमाएर आउनु अलिकता सिभिलाइज हुनु अलिकता अनुशासनमा बस्नुहोस् न हौ लाहानको मान्छेहरू किन यस्तो हौ मधेस हो भन्दैमा अब के अगाडि नै मान्छेकै अगाडि हक दिने मधेस हो भन्दैमा मान्छेको अगाडि मुद दिने मधेस राम्रो बनाउनु परेन मधेस प्रदेश अलिकता राम्रो अनुशासित अलिकता सफा हुनु परेन मधेस भन्दैमा जे पनि गरिदिने त्यस्तो हुँदैन नि अब अलिकता हामी राम्रो बन्नुपर्छ अलिकता हामी राम्रो भएर देखाउनु पर्छ है त कुदाइदिम ओहो जतिसुकै जे गरे पनि बाइक चाहिँ राम्रोसँग चलाउनु होला धेरै स्पिड ट्राई नगर्नु होला अहिले जताततै रोड सोड बनेको छ त्यही भएर अलिकता सचेत भएर चलाउनु होला अब म चाहिँ किन भने मलाई त थाहा छ नि त यो त अब मेरो डेलीको रुटिन हो यो बाटो मलाई कहाँ खाल्डो कहाँ के छिसिक्क सबै थाहा छ त्यही भएर मैले चाहिँ अलिकता पुस गरेँ हो फेरि हजुर चाहिँ धेरै पुस नगर्नु होला सबैजना घाम ताप्दैछ भर्खर नयाँ घाम निस्किँदैछ घाम तापिँदैछ स्कुल बसहरू देखा पर्दैछ अब 9-10 बजे त्यही त हो नि स्कुल बसहरू अब सबै नानी बाबुहरू स्कुल जाँदैछन् म पनि अब गएर स्कुलमा थपक्क बसिदिनु पर्ने हो है यो बाटोहरू बन्यो भने त कस्तो डेन्जर देखिने होला त यत्रो ठुलो के अब कुनै ठाउँमा मात्रै फेरि 5-6 लेन कति लेन बनाएको छ नभए अरू ठाउँमा त 2टा बाटो मात्रै छ कि यो चाहिँ म जहिले पनि म चाहिँ राम्रो ब्लग मात्रै हाल्छु अलिकता दामी ब्लग हाल्छु भन्दै यो जिन्दगी कटिने रहेछ त्यही भएर अब लाइफमा जे चल्दैछ जे हुँदैछ त्यही हाल्दै जाने हो राम्रो बनाउँदै जाने हो राम्रो बनाउँछु भन्ने सपना चाहिँ देख्ने हो तर अब हाल्दै म राम्रो मात्रै हाल्छु भनेर बस्यो भने चाहिँ ओहो कस्तो ब्लाइन्ड पाराले ल्याइदिन्छ कि त्यही भएर डर लाग्छ भन्न कहिलेकाहीँ त यो बाटो देखेर त चाहिन्छ होला भुक हानेर मारिदिउँ जस्तो रिस उठ्ने यार त्यसै त बाइक पुरानो भइसक्यो 11 वर्ष भइसक्यो अझै धर गर्छ बाइक त्यही माथि यिनीहरूको बाटोले मेरो ऱ्याङ हानिदिइसक्यो यार अहिले त अब मुस्ताङतिर जाँदा पनि बहुतै जाडो होला है नुहाउन त नसकिने होला त्यहाँ कस्तो 108 कि 109 धारा छ नि त्यसमा नुहाउन त नसकिने होला मलाई फेरि मेरो बाइक लिएर जाने ठुलो ढोको थियो अब यस्तै हो अब साथीले स्कर्पियो लिएर जाउँ भन्दैछ हुनु पनि ठिकै हो यार
बाइकमा जाँदा अब ब्याग स्याग हुन्छ मारी होइन अलिकति अर्कै टाइपको हुन्छ जस्तो मलाई फिल भइरहेको छ। एकचोटि जान्छु बाटो साटो हेर्छु त्यसपछि अर्कोचोटि चाहिँ बरु बाइकै लिएर जानु पर्ला। त्यो बाइकमा पछाडि त्यो मलाई क्यारियर स्यारियर हाल्नु मन लागिरहेको छ क्या फलामको आर्थीमा पनि हुँदो रहेछ क्या त्यो ब्याग स्याग राखेर मस्तले हिँड्न सक्ने मजाले। अरे जेसिबी 118 पुगेपछि चाहिँ 6 गेर हाल्नै पर्छ नभए घोडाको राज जस्तो गर्छ। ए डन्ट ट्राई दिस है घरमा ट्राई नगर्नु चाहिँ फेरि मैले स्पिड चलाएँ भन्दैमा तपाईँहरूले पनि स्पिड चलाउनुपर्छ भन्ने छैन होइन। बिस्तारै जाँदा पनि हुन्छ बिस्तारै चलाउँदा पनि हुन्छ रमाइलो हुन्छ बिस्तारैमा पनि। अब मलाई चाहिँ अलिकति स्पिडिङ मन परेकोले मात्र हो। फेरि तपाईँहरूलाई स्पिड चलाउनुहोस् स्पिड चलाउनु पर्छ भनेर मोटिभेट गरेको चाहिँ होइन। फेरि मैले आफू सेफ बस्नु पऱ्यो आफूलाई बाटो थाहा हुनु पऱ्यो अनि चलाउने हो। आफ्नो बाइकको कन्डिसन पनि हेर्नु पऱ्यो। अब यसो कहिलेकाहीँ चाहिँ मलाई स्पिड चलाउनु मन लाग्छ क्या। यो डिस्क प्याड फेर्नु छ डिस्क प्लेट फेर्नु छ मेरो डिस्क प्लेट यो दुइटै प्लेट गइसक्यो मेरो। ए भाइ क्या बुढो बाघ कुदा छोरो कुदा अझ हेलमेट राम्रो हो भन्दा अलिक मजाले कुदाउन सकिन्छ कि किनकि बाइकको चाहिँ आवाज आफूले सुन्न पाइँदैन सुन्न मिल्दैन नि त। अलिकति टाइट हेलमेट भयो भने अनि ल आउनुहोस् थ्याङ्क यू सो मच जी धन्यवाद। यस्तो राइडर्सहरू यस्तो ड्राइभरहरू हुनुपर्छ किनकि कोही त जबरजस्ती ओभरटेक गर्न खोज्छ नि हो। यो साइकललाई हेर्नु है ओ हेरेर गर्नुपर्छ है सर हेरेर गर्नुपर्छ नभए त वान मिस्टेक गेम ओभर अनि माथि गएर आऊ मात्रै फेरि। बाफ्रे म चलाउँछु तर मलाई म 10 किलोमिटर अगाडिको देख्छु म चिलको जस्तो आँखा हुन्छ मेरो। कहाँबाट के हिँड्दैछ टक 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 कम्प्युटराइज भइसक्छ यहाँ टन 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 टक त्यहाँ ब्रेक त्यहाँ गेयर घटाउने त्यहाँ स्पिड हान्ने चट्टसँगले है। राइडर भएपछि त्यत्तिको स्पिडिङ त्यत्तिको फास्ट चाहिँ हुनुपर्छ। मलाई थाहा छ तपाईँहरू मभन्दा खतरा मान्छे हुनुहुन्छ मभन्दा खतरा चलाउनुहुन्छ मभन्दा धेरै बाइकको ज्ञान छ त्यही पनि म यहाँ ज्ञान सोधिरहेको छु। मोटो ब्लगर भयो नि त अब यो भन्ने हुन्छ अरे क्या। बाफ्रे बाप तपाईँहरूको मायाले त मलाई फेरि मोटो ब्लगिङ गर्नु बाध्य बनायो। जहाँ पनि जान्छु सिनेपाल दाई ब्लग आउँदैन हेराक बनाएर जाने ल अब फेरि यसो डेली ब्लग्स हालिदिउँ जे हुँदैछ लाइफमा त्यही हालिदिउँ भनेर हो। मलाई थाहा छ तपाईँहरूले मलाई माया गर्नुहुन्छ तपाईँहरूले मलाई फेरि चिन्नुहुन्छ। मेरो पुरानो सब्सक्राइबरहरू त सबै ठुल्ठुलो भइसक्यो होला है जवान भइसक्यो होला बिहे गरेर छोराछोरी जन्माएर छोराछोरीले हेर्दै होला मेरो ब्लग। खै केटा हो मेरो चाहिँ बिहे भएको छैन है फेरि। आमामा धान गर्दैछ यहाँ ए त्यो मिसिनहरूमा कतिजना मान्छे मरेको न्युजहरू आइरहेको छ है राम्रोसँगले गर्नु होला है। धानहरू यसो काट्दाखेरि धानहरू गर्दाखेरि मिसिनबाट अलिक टाढा भएर गर्नु होला। ओहो मामाहरू चिलमा घाम ताप्दै अब बाँकी ब्लग घरतिरको बनाउला अब बाँकी ब्लग स्कुलमै बोलाउँला अब बाँकी ब्लग स्कुलमा जे हुन्छ त्यही देखाउँला है त। स्कुल बिदा भइसक्यो केटाहरू गाडी पर्खिरहेछन् गाडी गएको छ अर्को सिफ्टतिर। घरको काम हुँदैछ कति घर हेर्नु आज घर नहेरिकन चल्दिने हो। बस्दा बोर भइसक्यो। म चाहिँ जिमबाट आएर अब यसो स्कुलमा बस्दिनै पऱ्यो। स्कुलमा बसिसकेपछि बल्ल बिदा भएपछि अब तपाईँहरूलाई म आज मेरो गाउँको यतातिरको अलिकता फेमस अनि अलिकता एभरग्रिन ठाउँ भन्छ नि सबैले मन पराएको ठाउँतिर लाँदैछु किनकि मान्छेहरू त्यहाँ चाहिँ घुम्न जान्छन् क्या यसो साँझ बेलामा चाहिँ यसो रमाइलो गर्न चिल गर्नलाई।
अब यहाँ चाहिँ फेरि सबैको गेम हुँदैछ, प्र्याक्टिस सेसनहरू चल्दैछ क्यारे अहिले फुटबलको पनि। राम्रो राम्रो अलिकता फिल्ड अझै राम्रो बनाइदिए हुन्थ्यो बिचराहरूलाई। अब के गर्नु, यहाँको नगरपालिका यहाँको ठाउँ नै यस्तै छ। यो हाम्रो राम्रो 0 माइल बजार। ल आज फेरि बजार रहेछ, आज बजारलाई स्किप गरिदिन्छु है म, बजारलाई स्किप गरिदिन्छु अनि बजारबाट नगइकन यो बाटोलाई चुज गर्छु म। किनभनेदेखि बजार आज भिड छ होला, सबैले यस्तो हेर्छन् क्या, सबैलाई किन हेर्नु पऱ्यो, बरु यताबाट सर्ट जाउँ न, सर्ट 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 गर्दै। तेरिका अब यो धेरै बाइकमा हावा भयो भने अलि अल्छी लाग्दो रहेछ। ओहो सर, यसो जान दिँदा मलाई। ल धन्यवाद, थ्याङ्क यू जी, थ्याङ्क यू। यो चाहिँ एकदम सर्टकट हो है, यसो बजारको बाटो आउनु मन लागेन भने सिधै यो बाटो आयो, यहाँबाट सर्ट हान्दियो। के हो यो, कतातिर हो? यहाँको फेमस हो यही हो, अटो रिक्साहरू, टेम्पूहरू। ओहो मोटु, के छ जता हेरे उतै रमाइलो छ है, जता हेरे उतै रमाइलो छ। फुल फुल्दा पनि रमाइलो छ, टेम्पू कुद्दा पनि रमाइलो छ, यसो साथीहरूले क्यारम बोर्ड खेल्दा पनि रमाइलो छ। अलिकता स्पिड कुदाउनु पऱ्यो आज। कस्तो उफारेको हेर्नु न यो बाटोमा, यो बाटोमा स्पिड कुदाउनु त मिल्दैन कि, मेरै आफ्नै ठाउँ हो, मार्छ मलाई। ओहो सरको छोराले के साह्रो कुदाएको, एकदम गाउँमा पनि एकदम राइडर बन्नु परेको छ, यो बन्नु परेको छ, उहाँ बन्नु परेको छ, फलानु ढिच्कानु, त्यस्तै हो यहाँ चाहिँ। तर कस्तो यार लास्टै उफारिरहेको कि अगाडिको चक्का, किन हावा बेसी भएर हो। अस्ति भर्खर कोन ब्यारिङ मिलाएको यार, पनि के साह्रो हो। यो बाटो पनि कुदाउनु चाहिँ फेरि अच्छा मजा आउँछ नि फेरि, है बाटो चिल्लो छ क्या केरा हो। आम्मा ओहो कताबाट के आइदिन्छ थाहै हुँदैन क्या, त्यही भएर अलिकता हेरेर कुदाउँदा ठिक हुन्छ। आम्मा ओहो मजा आयो यार, मजा आयो ल मेरै बस गइरहेको रहेछ विश्व शान्ति एकाडेमीको केरा हो। स्टुडेन्टले देख्यो भने के हुन्छ, देख्यो देखिसक्यो होला, ठिक छ। ओहो अब यहाँदेखि सुरु भयो, एकछिन मात्रै छ फेरि। यति चाहिँ किन माया नगर्दै, अब यतिमा चाहिँ भोट हालेन जस्तो छ त्यो पार्टीलाई। पक्कै पनि त्यही हो भोट हालेन, भोट नहालिसकेपछि अब के गर्ने भन्दा त रिभेन्ज चाहिँ के लिने भन्दाखेरि ल यति बाटो नै पिच नगरिदिनु, त्यसपछि लाइनमा आउँछ अर्को सालदेखि भनेर होला है। आमा यो बाटो चाहिँ किन नभन त, यति बाटो चाहिँ बन्ने अनि यति बाटो चाहिँ नबन्ने हुन्छ क्या। यहाँ पक्कै पनि केही न केही गडबड छ, गडबड है दया। ओहो केटाकेटी छ यार, केटाकेटी छ। यी बिस्तारै यहाँ सबै डनै डन हो, यहाँ त आफै सेफ भएर हिँड्नु पऱ्यो। तर यो बाटोमा मलाई एक दिन कुदाउन दियो भने चाहिँ म यो गाउँ नै थर्काइदिन्छु क्या। टेन्सन त त्यो छ, यहाँ सबले चिन्छ क्या मलाई, फेरि सबले चिन्छ होइन। अनि अब फेरि ल्याङ भइहाल्छ क्या। तपाईँहरू बुझ्नुहुन्छ त यार, आफ्नो गाउँ ठाउँमा कुदाउँदाखेरि के हुन्छ भनेर थाहा छैन, थाहा छ त। यो चाहिँ सबै अब फेरि मुसर बस्ती हो, अब यहाँ चाहिँ अब सबैजना आफ्नै चिल्का हुन्छन्।
अब यहाँ चाहिँ फेरि नानीहरू यत्तिकै छोडिदिन्छन् कि जताततै रोडवेमा सुत्ने, रोडवेमा हग्ने, रोडवेमा खेल्ने, रोडवेमा खाने, सब रोडवेमा हुन्छ यहाँ। त्यही भएर अरूलाई दोष दिनुभन्दा पनि आफू सेफ भएर हिँड्नु ठिक हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो बुझाइमा चाहिँ। त्यही भएर अब यहाँ फेरि अगाडि फेरि सबले चिन्छ क्या, यहाँ केही गर्दिनँ, ठक्क 60-70को स्पिडमा फ्ल्याट कर्नरिङ हानिदिन्छु म। फेरि सबले भनिहाल्छ ओहो हो मजा आयो। रेसिङ बाइकको जस्तो स्याट हान्दै मैले त त्यो विश्व शान्ति के वाला हो भन्छन् अब सबले। यो बाटो पनि कर्नरिङको लागि सिम्पल छ, तर यहाँ अलिकता के कुदाउँदो रहेछ क्या। अब अलिक चलाइदिन्छु। ओहो हो हेर्नु सबले हेर्छ क्या, त्यही भएर ओहो स्वाट कस्तो बवाल बाटो छ क्या यो कुदाउनको लागि, तर सेफ भएर कुदाउनु पऱ्यो त गाउँको एरिया भएको कारणले। यहाँको अब फेरि कर्नरिङ त ओहो हो यस्तो मिठो छ नि बाबा हौ। आमा के ठोक्यो, फ्याट आएर ठोक्यो त यार। यो गाउँघर पनि रमाइलो छ, यतातिरको ठाउँ पनि रमाइलो छ। यो ठाउँलाई चाहिँ डबरडोल भन्छ, पहिला चाहिँ यहाँको ठाउँ फेमस थियो। त्यसपछि माथितिर होटल बन्यो, त्यो भालुटारतिर होटल बन्यो, त्यसपछि सबैजना उता ल हेर्नु न, सबै जङ्गलबाट यसो दाउराहरू बिसेर टक्क यही बेच्यो अनि यसरी गुजारा चलायो। सबै टाइपको मान्छेहरू बस्नुहुन्छ क्या, यता काम गर्ने मान्छेदेखि लिएर कमाउने मान्छेदेखि लिएर जब गर्ने मान्छेदेखि लिएर सबै। गाउँघरको जिन्दगी कस्तो हुन्छ त सहरको जस्तो हुन्छ सोच्नु भएको छ होइन, यहाँ रियल मजा आउँछ। तेरिका कस्तो उफारेको हौ। यो खोलामा चाहिँ पानी चाहिँ मैले कहिले देखिनँ। यहाँको पनि कर्नरिङ मिठो छ नि, स्वाट तान्नु पऱ्यो। हेर्नु है अब बुढाहरू तर्सिन्छ, हेर्नु है बाप रे बा। यो ठाउँमा राइडिङ चाहिँ गर्न आउनुपर्छ है, जोसुकै तर्सियोस्, आफू चाहिँ अलिक खाल्टोमा नपरोस् त्यति हो। अरू त जोसुकै तर्सियोस्, कुदाउने हो हान्ने हो। मजा आयो मजा आयो मजा। स्वाट मान्छेले सोच्नु न को गयो। ओहो हो ओहो हो कस्तो मजा आएको कुदाउन। बाइक पनि कुदा जस्तो फिल भइरहेछ न। सर्ट 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 सर्ट। यो माथिको कर्नरिङ मिठो छ है, मिठो छ। हेर्नु है स्वाई 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 हाल्नुपर्छ। धेरै चिप्लायो भने स्वाट त्यसरी जान्छ पनि। अब मान्छे अगाडिबाट के आउँछ थाहा हुँदैन नि त, त्यही भएर मैले अलिक धेरै पुछ नगरेको हो क्या। नभए त मिठो छ नि हौ बाटो त। यो हाम्रो ठाउँ, हाम्रो गाउँ, हाम्रो सान भालुटार हो। स्पोर्ट गाडी आए जस्तो फिल भएको होला यताको मान्छेलाई। स्वाटै कस्तो प्रेसर भएको यार त्यहाँ मलाई। ल यो हो भालुटार। दुईवटा होटल यहाँ फेमस छ, एउटा यो अगाडिको होटल, एउटा यो यताको होटल। बुझ्नुभयो? आज म होटल सोटल कहीँ बस्दिनँ, सट्टबाट तलसम्म तपाईँहरूलाई देखाउँछु हाम्रो ठाउँ। मलाई चाहिँ खासमा यहाँ क्याम्पिङ गरेर बस्न मन छ। नाइट के भन्छ त्यो यार, नाइट स्टे गर्नु मन छ कि मलाई यहाँ चट्ट आएर। अब त यसो जाडोको मौसम पनि भन्छ नि त, मजा आउँछ कि जाडोको मौसममा। चट्ट लाट्टिन साट्टिन लिएर आयो, यसो खानासाना बरु घरबाटै बनाएर लिएर आयो, चट्ट खायो सुत्यो क्या टाइपको क्या। ओ ओ ओ ओ ओ बाफ्रे, यहाँ त खाल्टो भएछ त। कसरी बनायो हौ? भ्रष्टाचार भ्रष्टाचार भ्रष्टाचार।
अरे बा आज त मलाई यो त उता कटारी सिन्धुलीको राइड जस्तो पो फिल भयो यार के गर्दैछ यो गोरुहरू यहाँ बाटोमा आम्मा के डन हो के हो बा हेरेको हेर न आम्मा पुरै घुरेर हिँडिरहेको छ यार मलाई यसो हामीहरू नाइटमा आउँदाखेरि चाहिँ यहाँ बसेर यसो भ्यूको मजा लिन्छौँ यहाँ बस्छौँ टक्क यसो हेर्छौँ हल्का आज तपाईँहरूलाई म तल पनि देखाउँछु यहाँ कस्तो छ ठाउँ भनेर तपाईँहरू घुम्न आउँदै हुन्छ राइडमा आउँदै हुन्छ भने चाहिँ आउँदा हुन्छ तर त्यस्तो वाइल्ड टाइपको राइडिङ चाहिँ होइन जस्ट नर्मल राइडिङ गरेर आउँदा हुन्छ यहाँ स्वाट ओहो यहाँ थान रहेछ यो थान चाहिँ किन भएको भनेदेखि यहाँ अलिकति गाडीहरू माथिबाट आयो स्वाट तल गइदिने क्या ब्रेक फेल भइदिने के भइदिने त्यही भएर त्यहाँ थान बनाउनु भएको होला जय महाकाली सबैको रक्षा गर्नु होला कस्तो चिसो हावा आएको क्या जाडोले मौसमले गर्दा पनि होला तर गर्मीमा पनि यहाँ यस्तो चिसै हुन्छ यार यस्तो ब्लाइन्ड कर्नरिङहरू छ कस्तो मजा आउँछ भन्नु न सुत्दिउँ कि क्या हो रोडमा म त कर्नरिङ गर्दा गर्दै सुत्दिउँ भने हो क्या कस्तो मजाक टाइप ओहो ल हेर्नु स्टोरीको फुल कस्तो दामी देखेको हेर्नु त अझ सनलाइट त्यो घामको त्यो सनसेटको घामले कस्तो राम्रो देखेको चटक्क भरेको ल यहाँ गाई चराउँदै हुनुहुन्छ गाई गोरुहरू यतातिर त यस्तै हो गाई गोरु चराउनुपर्छ आफ्नो बाख्रा साख्रा हेर्नुपर्छ धान सान चुकाउनुपर्छ घाँस सास काट्नुपर्छ गाउँले जिन्दगी यस्तै छ यतातिर तर एकदम बेस्ट रमाइलो हुन्छ यार ए सुनिल भनेर बोलाउनु पर्छ अर्कोतिर र हाई गर्छन् ल मेरो यात्रा त यहीसम्मको हो कसको फोन आएको हो यो म चाहिँ भाइ म त भालुटारतिर हो भाइ गयो 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 अस्ति नै हाम्रो विश्व शान्ति एकाडेमीको बस यहीँ अड्किएको थियो क्या उता पनि लिन जानु पर्थ्यो कि हामीले अनि त्यही भएर अनि त्यतातिर अहिले चाहिँ बाटो खराब भएको कारणले यता रोकिदिएको यहीँसम्म मात्रै आउँछ गाडी ओहो कस्तो दामी रहेछ यार यो झोलेङ्गे पुल सारा आउनुहोस् हजुर आउनुहोस् केही हुँदैन ओहो हो मजाको देखेको होला है गोप्रोमा आम्मामा यही ठाउँमा हो कि मलाई आउन मन लाग्यो खासमा त यतातिर पनि आएर नाइट स्टे गर्दा त हुन्छ तर बाघ भालुको डर त खासै हुँदैन यतातिर अलिक माथि चाहिँ के छ माथिसम्म गइदिउँ न यसो बाटो साटो बनेछ यहाँ के छ कोनी माथितिर यहाँ फेरि भैँसी सैँसी चराउँदै हुनुहुन्छ हेरौँ न माथितिर के छ यहाँ यतातिर नआएको त म त जुग भइसक्यो ओहो बाटो त राम्रो बनाइरहेको छ त यार यतातिर ल हेर्नुहोस् त यहाँ गाउँघरको जिन्दगी यस्तो बाटो छ भनेर थाहै थिएन मलाई ए राम्रो पो बनेछ त अलिकता बाटो चाहिँ अलिकता भ्रष्टाचार भए जस्तो छ यतातिर ए मेरो दाइ यहाँ भ्रष्टाचार भए जस्तो छ कसरी भयो अब यहाँको वडा अध्यक्ष त हाम्रै दाइ हुनुहुन्छ क्यारे कसरी भयो दाइ अलिक बाटो बिग्रेछ नि अलिकता राम्रो बाटो बनाइदिएको भए कस्तो राम्रो हुन्थ्यो नि त यस्तो ठिकै छ फेरि पनि बनाउनु होला राम्रो अलिक माथिसम्म जाउँ ओहो चिप्लिने बाटो छ यार के बाटो यहाँदेखि सकिन्छ कि यहाँदेखि अझै उतै छ हौ ओ धेरै छ जस्तो छ यार अब जाँदिनँ यार म होइन यतातिर अलि यो भित्रतिर छ जस्तो छ भित्रतिर चाहिँ म कुनै दिन आएर बनाउला जस्तो लाग्यो भिडियो ओहो मरुवा रहेछ नि त यहाँ हो यो कति वर्षदेखि मैले अब मरुवा देखेँ आज मरुवा रहेछ के र यहाँ यता मरुवा रोपेर रहेछ तोरी पनि मजाले फुल्या छ हट रमाइलो रहेछ त यार यतातिर त हो न कसैको टेन्सन न कसैको टेन्सन आनन्द है ए
पुरै गाउँले भाइब्स भिन्टेज भाइब्स। ल त्यो घरवाला चाहिँ कहाँ जानुभएछ त्यस्तो राम्रो घर बनाएर? ओहो हो यतातिर त जङ्गल छ जस्तो छ। यो कहाँ जाने हो यो जङ्गल? बाटै सकिन्छ क्या हो यहाँदेखि? ल यहीँसम्म आजको ब्लग। आजको राइड रमाइलो राइड भयो है। तपाईँहरूलाई हेर्नु पनि मजा आयो होला है। त्यो घर हेर्नु न, मान्छे छैन, विदेश गयो कि के भयो? घर त दामी छ, भिन्टेज। यस्तो घरहरू क्या मनपर्छ मलाई। सबै कुरा गाउँमा देखिन्छ। रियल लाइफ त गाउँमा छ के हो। अब यहाँदेखि उता बाटो बन्द रहेछ। जानु त जान्थ्यौँ, अब किन अहिले फेरि रिक्स लिउँ? कुनै दिन अर्को दिन म यहाँबाट गएको भिडियो बनाउँछु म राम्रो। भन्ने गीत थाहा छ तपाईँहरूलाई? बनमारा भन्ने चाहिँ यो नै हो है। यही गीतको लागि यही बनमाराको लागि बनाएको। बनमाराले बनाइ खायो भन्ने। सो आजको ब्लगमा मैले तपाईँहरूलाई म नाइट स्टे गर्छु भनेर सोचिरहेको थिएँ। अनि म कहाँ गर्ने भनेर सोचिरहेको थिएँ। मेरो दिमागमा ओहो यहाँको सबभन्दा बेस्ट ठाउँ त भालुटार छ। भालुटारतिर गएर हेरौँ लोकेसन भनेर आएको थियो म आज लोकेसन हेर्नको लागि, नाइट स्टेको लागि। अनि यो ठाउँलाई चाहिँ अम्बास भन्छ होला सायद। भालुटारबाट अगाडि झोलुङ्गे पुल भन्दा पनि, त्यो झोलुङ्गे पुल भन्दा पनि त्यो उसकै पुल भन्छ होइन, भित्र हो। अब ठ्याक्कै एक्ज्याक्ट मलाई थाहा भएन यो ठाउँ, तर म आइरहेको ठाउँ हो। अहिले चाहिँ बिर्सेँ। आजको ब्लग यति नै। यदि तपाईँहरूलाई अझ मेरो मोर ब्लगहरू हेर्न मन छ भनेदेखि कमेन्ट गर्नु होला। यति भन्दै आजको ब्लग म यहीँ समाप्त गर्छु। जय नेपाल। तपाईँहरूको दिन शुभ बितोस्।